एकछिन स्क्रॉल नगरी दीपिका पादुकोणको यो कुरा सुन्नुस् त। 2014 में मुझे डिप्रेशन हुआ था और जब मैं उस चीज से गुजर रही थी तो मुझे ऐसे लगा कि लोग मतलब इस चीज के बारे में बात क्यों नहीं। सन् 2014मा दीपिका पादुकोणले आफू डिप्रेसनबाट गुज्रिरहेको खबर मिडिया सामु सेयर गरेकी थिइन्। उनीसँग नाम थियो, पैसा थियो, करियर थियो, अझ भनौँ करियरको उच्चतम बिन्दुमा हुँदाहुँदै पनि उनी मानसिक रूपमा सङ्घर्ष गरिरहेकी थिइन्, एकदम विक्षिप्त भइरहेकी थिइन्। यो कुराहरू उनले मिडियामा सेयर गरेकी थिइन्। हामी धेरैलाई लाग्न सक्छ डिप्रेसन भनेको केवल दुःखी हुनु हो भनेर, तर डिप्रेसन भनेको केवल दुःखी हुनु मात्र होइन। यो यस्तो अवस्था हो जहाँ मानिसलाई केही पनि काम गर्नु मन लाग्दैन। पहिला रुचि लाग्ने कामहरूमा रुचि हराउँदै जान्छ, रमाइलो लाग्ने कुराहरूमा रमाइलो हराउँदै जान्छ, परिवार, साथीभाइ, आफन्तबाट ऊ एक्लिँदै जान्छ, टाढिँदै जान्छ। आफ्नो भविष्यलाई लिएर, आफ्नो करियरलाई लिएर एकदम निराशापूर्ण सोचहरू उसमा आइरहेको हुन सक्छन्। आत्महत्याको सोचहरू आइरहेको हुन्छ, उसको निद्रामा, खानपानमा असर गरिरहेको हुन्छ। उसलाई सानो सानो कुरामा इरिटेट लाग्ने, रुन मन लाग्ने, यी विभिन्न लक्षणहरू देखा पर्न सक्छन्। यदि तपाईँ वा तपाईँको आफन्त, साथीभाइमा यी विभिन्न लक्षणहरू देखा परिरहेको छन् भने व्यवस्था नगरिदिनुहोस्। यो नाटक गरेको अथवा धेरै सोचेर यस्तो भएको भनेर नभनिदिनुहोस्। उहाँहरूको कुराहरू सुन्नुहोस्, उहाँहरूले सपोर्ट गर्नुहोस्, प्रोफेसनल हेल्प लिनको लागि प्रेरित गर्नुहोस्। र यदि तपाईँमा यी विभिन्न लक्षणहरू देखा परिरहेको छन् भने काउन्सिलिङको लागि सहयोग माग्नुहोस्। आफ्नो मनको कुराहरू नजिकको व्यक्तिहरूसँग सेयर गर्नुहोस्। डिप्रेसन कुनै कमजोरी होइन, यो ध्यान दिनुपर्ने एउटा मानसिक अवस्था हो। यदि बेलैमा उपचार गरियो भने यो पूर्ण रूपमा निको हुन्छ।